हाम्रो यहाँ आइटम बन्दैछ दर्शक दाइ यो के बनाउँदै हुनुहुन्छ कुकमेन उता यहाँ छ बैगुन चप खोर्सानी चप प्याज चप यो आलु चपै चप छ ल। चप खाने भयो आउनुहोस् मात्र 5 रुपियाँ होइन यही विषयमा के भन्न चाहनुहुन्छ तपाईँ मलाई यो ताजुक लागेर आयो यो सबैको चप हुँदो रहेछ एउटा ढुङ्गा चप पनि बनाएर खानुपर्ने विचार आइरहेछ ल ल के छ दाइ ढुङ्गाको चप बन्छ बेसन बढी लाग्छ ल ल बनाइदिनु त लु ढुङ्गाको चप बेसन यति हाल्नुपर्छ अनि भित्र ढुङ्गा सानो अनि बेसन खाने ढुङ्गा क्या सोल्टिनी बेसन बाहिर टाल्ने ल हाम्रो आदङ्बे दाइ हाम्रो यहाँको ह्यान्डसम सुगर ड्याडी हड्डी चप ल है गाइस अब हाम्रो अब यहाँ इन्टरनेसनल सेफले सोयाबिन चप अरे खोर्सानी चप प्याज चप चपै चपको खानी बजार ल ए भगवान क्या हुआ ये लु खानै भयो आउनुहोस् रे होइन दशरथ दाइ हजुर हजुर यो चाहिँ यो डिस चाहिँ तपाईँले कहाँ गएर सिक्नुभयो यो राजस्थानको होटलमा हो ल दामी दामी ल ल हाम्रो उहाँ नै हो सेफ ए भगवान ये क्या हुआ राजस्थानको होटलमा सिकेको हजुर मैले पनि अब भोलि चाहिँ बिरयानी बनाएर खुवाउनुहुन्छ अरे होइन